के तपाईहरुलाई थाहा छ जनावरहरूले त्यस्ता कुरा हेर्न सक्छन् जुन हामी मानिसले देख्न सक्दैनौं? हामीले त प्रकाशको सानो भाग मात्र देख्न सक्छौं जसलाई भिजिबल लाइट भनिन्छ। तर यदि हामीले बिरालोको आँखाबाट संसार हेर्यौं भने यो केही यसरी देखिन्छ। बिरालोहरूले रातो र हरियो रंग देख्न सक्दैनन्, उनीहरूलाई बढी चाहिँ खैरो, पहेँलो र नीलोका शेडहरू मात्र देखिन्छ। बिरालोको राति हेर्ने क्षमता हाम्रा भन्दा करिब 6 गुणासम्म बढी हुन्छ र उनीहरूले केही अल्ट्राभायोलेट प्रकाश पनि देख्न सक्छन्। अब यदि हामीले साँपको आँखाबाट संसार हेर्यौं भने त्यो थर्मल ग्लासबाट हेरे जस्तो लाग्छ, किनकि साँपहरू मुख्यतया ताप पत्ता लगाउन सक्षम हुन्छन्। उनीहरूको लागि संसार अधिकांश सुन्तला र पहेँलो रंगको जस्तो देखिन्छ र हामीले यदि झिंगाको वा लामखुट्टेको आँखाबाट संसार हेर्यौं भने हामीलाई एक प्रकारको सुपर पावर मिल्छ, किनकि यी किराका आँखामा हजारौं साना लेन्स हुन्छन् जसलाई ओमाटिडिया भनिन्छ, जसले गर्दा उनीहरूले वस्तुहरूलाई स्लो मोसनमा देख्न सक्छन्। यही कारणले उनीहरूका लागि समय हाम्रो भन्दा फरक रफ्तारमा बग्छ।